सो सम्पूर्ण साथीहरुमा नमस्कार। आजको रेसिपी छ बटर चिकन। घरमा कसरी बनाउने त सजिलो बिल्कुल नर्मल तरिकाले घरमा कसरी बनाउन सकिन्छ त्यो तरिका आज म तपाईहरुमा पस्किदै छु। सो भिडियो हेर्न होला भन्न चाहे। पहिला त मैले यहाँ चिकनलाई राम्रोसँग वाश गरेर आधा किलो चिकन लिए, पिसेस बनाएर सानो सानो। सो त्यसपछि म यहाँ लसुन अदरकको पेस्ट राखेँ। थोड़े इसमें रेड चिल्ली पाउडर अनि थोड़े यो बेसारको धुलो अनि थोड़े मात्रामा नुन अहिलेको लागि। पछि हामी नुन यसमा मसलामा पनि राख्नेछौँ। ग्रेभीमा ठुलो चम्मचको 2 चम्मच दही राख्नु होला। त्यसपछि थोड़ा मैले यहाँ कागतीको रस, फ्रेस कागती हो, यसरी राखिसकेपछि हामी यसलाई केही समय मेरिनेट गर्छौँ, साइडमा राख्छौँ। साथीहरु यहाँ मैले एउटा फ्राई प्यान लिए अनि थोरै पानी राखेँ। पानी राखिसकेपछि हामी सबैभन्दा पहिला यसमा प्याज राख्यौँ। यसरी रफली काटेर प्याज राख्नु होला। प्याज मिडियम 2-3 प्याज राख्नु होला। प्युरी बनाउने हो बटर चिकनको लागि। सो टमाटर त्यो अनुसार अनि यो हरियो खुर्सानी यसरी राख्नु होला। रफली कटिङ गरेको यो धनिया पातहरू छ, यो पनि यसमा मैले मिक्स गरेँ। अनि यो हरियो इलाइची 3-4 वटा पिस अनि यो दालचिनी भन्छ, सिनेमन स्टिक। यति राखिसकेपछि 10-15 पिस यो काजु लिने होला। काजु एकदमै जरुरत छ। बिना काजुको बटर चिकन बन्दैन, टेस्ट आउँदैन। बन्न त बन्ला तर हुन जो आउन पर्ने टेस्ट हो त्यो आउँदैन। हामी यसलाई केही समय पाक्न दिन्छौँ, हाफ स्टिम। त्यसपछि चाहिँ हामी अर्को पोर्सनमा जान्छौँ। सो साथीहरु यो हाफ स्टिम भइसकेको छ। हामी चिसो हुनको लागि यसलाई निकालेर साइडमा राख्छौँ। यो चिसो भइसकेपछि हामी मिक्सरमा यसलाई राम्रोसँग पिस्छौँ, प्युरी बनाउँछौँ। ननस्टिक फ्राई प्यान लिए 2 पिस बटर राखेँ मैले यहाँनिर। तपाईहरु तेल पनि राख्न सक्नुहुन्छ बटरको ठाउँमा। यसरी राम्रोसँग फ्राई प्यानमा बटर लागिसकेपछि हामी यसमा मेरिनेट चिकन राख्छौँ। चिकन कमसेकम 15-20 मिनट भइसकेको छ। चिकन राखिसकेपछि हामीले अब यसलाई केही समयको लागि कभर गर्छौँ। यसलाई फुल ग्यासमा राख्नु होला। चिकनले पानी छोड्छ केही मात्रामा। तो साथीहरु देख्न सक्नुहुन्छ चिकनले पानी छोडेर पनि पानी सुकिसकेको छ। यसलाई हामी कमसेकम 60-70% यही फ्राई प्यानमै पकाउने हो। त्यसपछि उता हामी ग्रेभीमा पनि पकाउँछौँ। लगभग यो फ्राई प्यानको लागि रेडी भयो। हामी अर्को प्रोसेसमा जाने हौँ। यो तरिकाको यो चिसो भइसकेको छ। सो मिक्सरमा राखेर हामी यसलाई राम्रोसँग प्युरी बनाउँछौँ, स्मुथ प्युरी। यसलाई बिल्कुल मसिनरी पिस्नु होला भन्न चाहे। सो यसमा बटर राखेँ मैले, बटर राख्नुहोस्। बटर राखिसकेपछि थोरै अदरक लसुनको पेस्ट,
हल्का टोस्ट गरेर त्यसमाथि हामी टमाटर प्याजको प्युरी राख्छौँ। जो हामीले अहिले काजु राखेको थियो यसमा नुन आफ्नो स्वाद अनुसार राख्नु होला। नुनको मात्रा कमै जान्छ बटर चिकन। बेसारको धुलो है अनि रातो खुर्सानी पाउडर। यसमा कश्मिरी रातो खुर्सानी राख्दा पनि राम्रो हुन्छ, या रेड कलर फुड कलर आउँछ त्यो हल्का राख्दा पनि राम्रो हुन्छ। मैले नर्मली बनाएको छु। थोरै मात्रामा सुगर राख्नुहोस्। हल्का मिठोपन आउनुपर्छ यसमा हल्का। हाम्रो यो चिकन फ्राई चिकन यसमा एड गर्दैछौँ। थोरै मात्रामा टमाटर क्याचअप, हामी यसलाई केही समय पाक्न दिन्छौँ, कमसे कम 8-10 मिनट मिडियम ग्यासमै। त्यसपछि वाह साथीहरू देख्न सक्नुहुन्छ बिल्कुलै खुसबु यस्तो आएछ कि ज्वरो टोक्ने कन्डिसन भयो यो देख्दा। सो यसमा म केही मसलाहरू राख्दैछु। फाइनली अब यो रेडी भइसकेको छ। 8-10 मिनट मैले यसलाई पकाएँ यसमा प्युरीमा। सो सबैभन्दा पहिला मैले यहाँ कस्तुरी मेथी लिएँ। यो अप्सनल हो, राख्दा पनि हुन्छ नराख्दा पनि हुन्छ। अगर तपाईँहरूसँग छ भने राखे भयो। थोरै हरियो धनियाँ यसरी माथिबाट ट्याक्क। सो त्यही अनुसार मैले यहाँ फ्रेस क्रिम लिएको छु, यो देख्न सक्नुहुन्छ। तपाईँहरू यसलाई दुधको माथि लागेको तर पनि युज गर्न सक्नुहुन्छ। मलाई भन्छ दुध माथि लागेको तर। अगर अब तपाईँहरूसँग फ्रेस क्रिम छैन भने त्यसरी पनि हुन्छ। वाह क्या दामी बनेको छ आज। मेन पोइन्ट भनेको यसको बटर चिकनको हाम्रो यो बटरको ग्रेभी हो। यो कसरी बनाउने, यदि त्यो राम्रो भयो भने चिकनलाई पनि हल्का टोस्ट गर्नुपर्छ। सो मैले फ्राई गरेँ, त्यो पोसिबल छैन यहाँ। तन्दुरको चिकन युज हुन्छ खास गरेर। सो यो रेडी भएको छ, एकदम सही भएको छ आजको यो रेसिपी। 100% भएछ आज चाहिँ। सो थ्याङ्क यू भिडियो हेरेकोमा तपाईँहरूलाई धन्यवाद। भिडियो सब्सक्राइब गर्न नभुल्नु होला भने। सो